नमस्कार साथीहरू, शेयर बजारको एउटा नयाँ भिडियोमा तपाईलाई स्वागत छ। फेरि एउटा नयाँ हाइड्रो पावर कम्पनी भुजुङ हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि आफ्नो आइपिओ निष्कासन गर्ने मिति सार्वजनिक गरेको छ। तर के यो कम्पनीमा आँखा चिम्लिएर लगानी गर्नु सही छ? कतै तपाईको पैसा जोखिममा त छैन? आजको यो भिडियोमा म यस कम्पनीको वित्तीय अवस्था, लुकेका जोखिमहरू र ओपनिङ प्राइसको बारेमा पनि विस्तृत जानकारी दिनेछु। त्यसैले भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिले मुख्य मिति र तथ्याङ्कहरू हेरौँ। भुजुङ हाइड्रो पावरले माघ 12 गतेदेखि 15 गतेसम्म सर्वसाधारणका लागि आइपिओ खुला गर्दैछ। कुल किता 8,30,000 किता रहेका छन्। मूल्य प्रति किता रु 100 रहेको छ भने न्यूनतम आवेदन 10 किता अर्थात् रु 1000 रहेको छ। बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल रहेको छ। साथीहरू, अहिलेको बजारको चाप हेर्दा यो आइपिओमा पनि 83,000 जनाले मात्र सेयर पाउने देखिन्छ। त्यसैले 10 किताभन्दा बढी भरेर पैसा ब्लक नगर्नुहोला। कम्पनीको वित्तीय अवस्था, के कम्पनी बलियो छ त? अब जाउँ भित्री कुरातर्फ। कुनै पनि कम्पनीमा लगानी गर्नु अघि त्यसको स्वास्थ्य हेर्न जरुरी छ। यसै किसिमले यस कम्पनीको पनि हामीले यी विविध तथ्यहरू केलाउँछौँ है त। यस कम्पनीको नेटवर्थ हेर्ने हो भने यसको प्रति सेयर नेटवर्थ मात्र रु 90.04 छ। सामान्यतया 100 भन्दा माथि हुनुलाई राम्रो मानिन्छ। आम्दानी हेर्दा यसको प्रति सेयर आम्दानी रु -1.81 छ, अर्थात् कम्पनी अहिले घाटामा चलिरहेको छ। प्रति मेगावाट लागत हेर्ने हो भने यो आयोजनाको प्रति मेगावाट लागत झन्डै रु 24 करोड 90 लाख छ। यसलाई महँगो आयोजना मान्न सकिन्छ। त्यसै गरी रेटिङको कुरा गर्ने हो भने इक्रा नेपालले यसलाई B- को रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम चाहिँ छ। अब ओपनिङ प्राइस र फाइदाका बारेमा पनि कुरा गरौँ। तपाईको मनमा जिज्ञासा होला, नेफ्सेमा सूचीकृत भएपछि यसको पहिलो कारोबार कतिमा होला त? नेफ्सेको नियम अनुसार नेटवर्थको 1 देखि 3 गुणासम्म रेन्ज तोकिन्छ। यसको ओपनिङ रेन्ज रु 90.04 देखि रु 270.12 सम्म हुने देखिन्छ। यदि माथिल्लो रेन्ज पायो भने तपाईको 1000 रुपैयाँ झन्डै 2700 रुपैयाँसम्म पुग्न सक्छ। अब फाइनली निष्कर्ष हामीले निकालौँ, भर्ने कि नभर्ने। अन्त्यमा मेरो सुझाव चाहिँ के रहन्छ त? यदि तपाईँ लिस्टिङ गेन अर्थात् सेयर पर्ने बित्तिकै बेचेर नाफा कमाउनको लागि भर्दै हुनुहुन्छ भने 10 किता भर्दा फरक परेन। लटरी परेमा केही नाफा पक्कै पनि हुन्छ। तर लामो समय होल्ड गर्ने सोचमा हुनुहुन्छ भने कम्पनी नाफामा नआउन्जेल अलि सतर्क चाहिँ हुनुपर्ने देखिन्छ। लगानी गर्नु अघि आफ्नो स्वविवेक प्रयोग गर्न चाहिँ नभुल्नुहोला र आधिकारिक विवरण पत्र पनि सकेसम्म पढ्नुहोला। तपाईलाई यो जानकारी कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। यदि तपाईलाई मेरो विश्लेषण मन पर्यो र यस्तै इमानदार भिडियोहरू हेर्न चाहनुहुन्छ भने यो च्यानललाई अहिले नै सब्स्क्राइब गरिदिनुहोला र यो भिडियो आफ्ना लगानीकर्ता साथीहरूलाई पनि सेयर गर्न नबिर्सिनुहोला है त। अर्को भिडियोमा भेटौँला। धन्यवाद, नमस्कार।